बल्ल बेदपुर दर्शन राइसपालको पनि भाइ हो हजुर राजपालसँग गीत गाएको छैन आमामा छ नि एउटा गीत छ नि एउटा गीत छ नि एउटा गीत छ नि एउटा गीत नमस्ते यति धेरै हाम्रो पोखरा कति राम्रो भयो हामी सबैको बल्ल बल्ल बेदपुर दर्शन नमस्ते राइसपालको दामी ल ए फैलियो माया दुबसरी सुनेछु त्यो ल गाउँ त एकचोटि खोइ गाना गाइदिनु कहिले काहीँ ट्रेकिङ गाइडमा गरिदिन्छु कहिले काहीँ बोटिङ चलाइदिन्छु कहिले काहीँ अब साइट सिइङ गाइडमा भनिदिन्छु कहिले काहीँ ऊ इन्डिया पनि पुगिदिन्छु मैंने धर्मशाला में देहरादून के अंदर जबरदस्त बम्बई दिल्ली है ठुलो सिटी बम्बई रहेछ तर टु मच स्वाइट हट तपाईको नाम के अरे मानिस राम अनि कहाँबाट आएको यहाँ म सानै बच्चाबाट झापबाट आएको यहाँ के गर्नुहुन्छ यहाँ म कहिले काहीँ ट्रेकिङ गाइडमा गरिदिन्छु कहिले काहीँ बोटिङ चलाइदिन्छु कहिले काहीँ अब साइट सिइङ गाइडमा भनिदिन्छु कहिले काहीँ ऊ इन्डिया पनि पुगिदिन्छु मैंने धर्मशाला में देहरादून के अंदर जबरदस्त बम्बई दिल्ली है ठुलो सिटी बम्बई रहेछ तर टु मच स्वाइट हट स्वाइट भनेको हामीलाई होइन यहाँ स्विमिङ गरिन्छ नि आफ्नो घरमा त्यस्तै भिजिन्छ त्यो पसिनाले त्यस्तो हट ठाउँ आमामा कम गर्मी रहेछ त्यो अनि राम्रो नाच्नु हुँदो रहेछ है म त राइसपालको पनि भाइ हो हजुर राजपालसँग गीत गाएको छैन आमामा छ नि एउटा गीत राजपालको गाइदिनुहोस् त राइसपालको मेरै उहाँ घरको हो त्यो गाना होइन गाइदिनु त राम्रो छ गाना राजपालको राम्रो छ है गीतहरू एकदम राम्रो छ नि लगाइदिनु त एउटा कुनै थाहा छ थाहा छ मैले भुलिरहेको छु कि मेरो मोबाइल हरायो नि त आइफोन हराएको छु कि फैलियो माया भन्ने सुनेको फैलियो माया दुबसरी भन्ने राजपालको गीत सुनेको छ ए फैलियो माया दुबसरी सुनेछु त्यो ल गाउँ त एकचोटि खोइ गाना गाइदिनु कि दर्शन नमस्ते दर्शन नमस्ते ल त दर्शन नमस्ते गाउँ त एकचोटि सुनौ सुनौ त बल्ल बल्ल बेदपुर दर्शन नमस्ते यति धेरै हाम्रो पोखरा कति राम्रो भयो हामी सबैको बल्ल बल्ल बेदपुर दर्शन नमस्ते राइसपालको दामी ल